स्वागत छ। आज हामी एउटा यस्तो क्रिकेट म्याचको बारेमा कुरा गर्दैछौँ जसले साँच्चै इतिहास रच्यो। हो त नि, नेपाल र नेदरल्यान्ड्स बीचको त्यो T20I खेल जुन 16 मा ग्लास्गोमा भएको स्कटल्यान्ड त्रिदेशीय श्रृङ्खला अन्तर्गत। मतलब खेल मात्रै होइन, यो त कस्तो भनौँ एउटा महाकाव्य नै भयो नि, हैन र? बिल्कुल, किनभने पुरुष क्रिकेटमा पहिलो पटक खेल तेस्रो सुपर ओभरसम्म पुग्यो। यो त अभूतपूर्व नै हो। हो, आज हामी त्यही खेलका मुख्य क्षणहरू, खेलाडीको प्रदर्शन अनि यसको ऐतिहासिक महत्त्वबारे अलिक गहिरिएर कुरा गर्नेछौँ, विभिन्न खेल समाचारहरू र विश्लेषणहरूलाई आधार मानेर। हुन्छ, सुरु गरौँ नियमित 20 ओभरको खेलबाटै। नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्यो, 152 रन बनायो 7 विकेटमा। 152 रन T20मा यो कस्तो स्कोर हो, ठिकै कि चुनौतीपूर्ण? त्यो पिचको हिसाबले चुनौतीपूर्ण नै मान्नुपर्छ। तेजा निदामनुरुले 35, विक्रमजित सिंहले 30 बनाए अनि सकिब जुल्फिकारले अन्तिमतिर 25 रन नट आउट। तर हाम्रो बोलिङ पनि त राम्रो भएको थियो नि, हैन? खास गरी सन्दीप लामिछानेको। एकदम, सन्दीपले त गजबै गरे। 4 ओभरमा मात्र 18 रन दिएर 3 विकेट लिए। उनको स्पेलले रन गतिलाई निकै कन्ट्रोल गर्यो। हो, तर जवाबमा नेपालको सुरुवात चाहिँ अलि राम्रो भएन। 9 रन बनाउँदा 2 विकेट गइसकेको थियो। त्यति बेला अलि दबावमा आएको थियो नेपाल, तर त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले सम्हाले। हो, कुशलले 23 बलमा 34 रन बनाए अनि रोहितले 35 बलमा 48 रन। महत्त्वपूर्ण साझेदारी थियो त्यो। एकदम, उनीहरूले नेपाललाई खेलमा फर्काए, तर फेरि विकेट गयो र खेल अन्तिम ओभरसम्म पुग्यो। निकै तनावपूर्ण। अन्तिम ओभरको त के कुरा गर्नु, नाटकै भयो। अन्तिम बलमा 4 रन चाहिएको थियो जित्नलाई। ब्याटिङमा नन्दन यादव हो, अनि उनले चौका हाने। चौका, स्कोर 15-28, खेल बराबरी। त्यो चौकाले त खेल मात्र बराबरी गराएन, एउटा ऐतिहासिक यात्रा सुरु गरायो। साँच्चै अविश्वसनीय, त्यो दबावमा चौका हान्नु। अनि सुरु भयो सुपर ओभर, पहिलो सुपर ओभर। नेपालले पहिले ब्याटिङ गर्यो। कुशल भुर्तेलले 2 छक्का र 1 चौका हाने। 1 विकेटमा 19 रन बनायो नेपालले। सुपर ओभरमा यो त निकै राम्रो स्कोर हो नि, जित्ने आशा जागेको थियो। तर नेदरल्यान्ड्स पनि कम थिएन। माइकल लिभिट र म्याक्स ओडाउडले मिलेर उनीहरूले पनि ठ्याक्कै 19 रन नै बनाए, विकेटै नगुमाए। फेरि बराबरी 19-19। पहिलो सुपर ओभर पनि टाई। हो, दुवै टिमले आफ्ना पावर हिटर पठाएका थिए। रणनीति सफल भयो दुवैको। अब दोस्रो सुपर ओभर। यसपालि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्यो। स्कट एडवर्ड्स र म्याक्स ओडाउडले छक्का हाने, 17 रन बनायो 1 विकेटमा। अब नेपाललाई जित्न 18 रन चाहियो। फेरि दबाव, रोहित पौडेलले छक्का हानेर आशा देखाए। अनि फेरि खेल अन्तिम बलमा पुग्यो। जित्न 6 रन चाहिएको थियो। स्ट्राइकमा दिपेन्द्र सिंह ऐरी र उनले छक्का हाने। छक्का। दोस्रो सुपर ओभर पनि बराबरी 17-17। यो के भइरहेको थियो? अविश्वसनीय, साँच्चै अविश्वसनीय। 2 पटक सुपर ओभर बराबरी हुनु, यसले दुवै टिमको क्षमता र मानसिक दृढता कति बराबर रहेछ भन्ने देखायो नि। हो त नि, दिपेन्द्रको त्यो छक्का त क्लासिक थियो। त्यो दबावमा अब खेल गयो तेस्रो सुपर ओभरमा। पुरुष क्रिकेट इतिहासमा पहिलो पटक। नियम अनुसार खेलाडी र बलर पनि फेर्नुपर्ने अवस्था आयो होला। यसपालि नेदरल्यान्ड्सका बलर ज्याक लेन ख्याचेट चम्किए। हो, उनले सुरुमै नेपालका 2 विकेट लिए। रन बन्नै दिएनन्। नेपालले खासै ठूलो लक्ष्य दिन सकेन। अनि नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का हानेर खेल जिताए। अन्ततः नतिजा आयो। 8 इनिङ्सपछि नेदरल्यान्ड्स विजयी भयो। तर यो जित हार भन्दा पनि ठूलो कुरा भयो। एकदम। प्लेयर अफ द म्याच त लायन क्याचेट भयो तेस्रो सुपर ओभरको प्रदर्शनले गर्दा। तर सम्झिनुपर्ने प्रदर्शनहरू धेरै छन्। हो नि, नन्दन यादवको त्यो चौका, कुशल र रोहितको साझेदारी, दिपेन्द्रको त्यो अन्तिम बलको छक्का, सबै यादगार रहे। अनि यसको ऐतिहासिक महत्त्व त छँदैछ। पुरुष T20 वा लिस्ट ए क्रिकेटमा पहिलो पटक तेस्रो सुपर ओभर। यसले के देखाउँछ? यसले T20 क्रिकेट कति अनिश्चित र रोमाञ्चक हुन सक्छ भन्ने कुरा फेरि प्रमाणित गर्यो। अनि नेपाल र नेदरल्यान्ड्स जस्ता टिमहरूले पनि कस्तो उच्च स्तरको क्रिकेट खेल्न सक्छन् र कति जुझारु छन् भन्ने देखायो। जीवनकालमा एकपटक देखिने खेल भनेको त्यतिकै होइन रहेछ। दुवै टिमको लड्ने भावना देखियो। एकदम, कहिल्यै हार नमान्ने। आज हामीले यही अविस्मरणीय खेलको विश्लेषण गर्यौं। नियमित ओभर बराबरी, 2 सुपर ओभर बराबरी अनि तेस्रो सुपर ओभरमा निर्णय। हो,
अब यो जितपछि नेदरल्यान्ड्सले श्रृङ्खलामा आत्मविश्वासका साथ खेल्नेछ। नेपालले चाहिँ अब स्कटल्यान्डसँग खेल्नुपर्नेछ। T20I र ODI दुवै। यो अनुभवले नेपाललाई आगामी खेलहरूमा कस्तो असर पार्ला त्यो पनि हेर्न रोचक हुन्छ। ओहो। एउटा कुरा सोच्न मन लाग्यो, यस्तो भावनात्मक रूपमा उतार चढाव भएको यति तनावपूर्ण खेल खेलेपछि खेलाडीको मानसिकतामा कस्तो असर पर्छ होला? त्यो महत्त्वपूर्ण प्रश्न हो। के यस्तो अनुभवले उनीहरूलाई भविष्यका लागि अझ बलियो बनाउँछ, कि यति नजिक पुगेर हार्दा वा जित्दा पनि त्यो मानसिक थकानले फरक असर पार्छ? हो, त्यो मनोवैज्ञानिक पक्ष पनि निकै रोचक छ, होइन त? एकदम। त्यसको असर त लामो समयसम्म देखिन सक्छ।